के तपाईलाई थाहा छ जनावरहरू ती सबै चीजहरू देख्न सक्छन् जुन हामी मानव देख्न सक्दैनौं। हामी लाइटको केवल केही भाग मात्र देख्न सक्छौं जसलाई भिजिबल लाइट भनिन्छ। तर हामी बिरालोको आँखाबाट हेर्ने हो भने यो संसार केही यसरी देखिनेछ। बिरालाहरू रेड र ग्रीन कलर देख्न सक्दैनन्। तिनीहरू ब्राउन, येल्लो र ब्लू शेडहरूमा मात्र हेर्न सक्छन्। बिरालोको नाइट भिजन हाम्रो भन्दा 6 गुणा बढी हुन्छ। तिनीहरूले अल्ट्राभायोलेट लाइटलाई पनि देख्न सक्छन्। अब यदि हामी सर्पको आँखाबाट हेर्ने हो भने हामीलाई यस्तो लाग्नेछ कि हामी कुनै थर्मल ग्लास मार्फत संसारलाई हेरिरहेका छौं, किनकि सर्पले हिटलाई मात्र डिटेक्ट गर्न सक्छ। तिनीहरूको लागि यो संसार केवल ओरेन्ज र येल्लो रङमै देखिन्छ। अब यदि हामी कुनै झिंगा वा लामखुट्टेको आँखाबाट हेर्यो भने हामीलाई फ्ल्याशको जस्तै सुपर पावर प्राप्त हुन्छ, किनभने तिनीहरूको आँखा हजारौं लेन्सबाट बनेको हुन्छ जसलाई ओमाटिडिया भनिन्छ र यसको सहयोगले तिनीहरूले कुनै पनि वस्तुलाई स्लो मोसनमा देख्न सक्छन्। यही कारणले गर्दा तिनीहरूको लागि टाइम फरक तरिकाले बित्छ।